के अब यसरी नै बुन्टी र त्यो मास्टरको विवाह हुन्छ होला त? के अब मास्टरले बुन्टीलाई आफ्नो मायाजालमा फसाउन सक्छ होला त? जसै पनि यता मास्टर भने आफूले माया गर्ने बुन्टीलाई नै पढाउन पाएकोमा एकदमै खुसी भएका छन्। हो जसै पनि यता बुन्टीको म्याडमले बुन्टीलाई पढाउनको लागि स्कुल पठाउने तयारी गरेको थियो, तर यता सुकुमायाले बुन्टीलाई घरबाट बाहिर ननिस्किन भनेका छन्। यदि बुन्टी बाहिर निस्क्यो र बुन्टीलाई भूपेन्द्रको परिवारले देखेपछि सबै खेल खत्तम हुन्छ भनेर बुन्टीलाई म्याडमकै घरभित्र बस्न भनेर भनेपछि यता बुन्टीलाई पढाउनकै लागि बुन्टीको म्याडमले भने घरमै मास्टर बोलाएका छन् र त्यो मास्टर अरू कोही होइन, बुन्टीलाई मन पराउने मास्टर पो हुँदो रहेछ। र मास्टरले भने मैले पढाउने व्यक्ति अरू कोही होइन, बुन्टी पो रहेछ भन्ने कुरा थाहा पाएपछि मास्टर भने एकदमै खुसी भएका छन्। के अब आउने भागमा बुन्टी त्यो मास्टरसँग पढ्न मान्ला त? र के मास्टरले बुन्टीलाई पढाउँदै र आफ्नो मायाजालमा फसाउन सफल हुन्छ होला त? के हुन सक्छ होला त? र यो तपाईले पनि मास्टरसँग बुन्टीको पनि लभ परोस् भन्ने चाहनुहुन्छ भने अहिले नै भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनु होला।